तपाईहरुको दिनको सुरुवात केबाट भयो त? कसैको ब्ल्याक टीबाट भएको होला, कसैको मिल्क टीबाट भएको होला। मेरो दिनको सुरुवात भइरहेको छ यो जंगलमा पाइने कुर्जुबाट। तपाईहरुले खानु हुन्छ जंक फुड, फास्ट फुड अनि चटपट चाउमिन खानुहुन्छ। मैले चाहिँ जंगलमा पाइने जडीबुटी कुर्जो एकदमै शरीरलाई फाइदाजनक छ। अनि आफ्नै बारीमा फलेको घिरौला अनि हेर्न सक्नुहुन्छ आफ्नै बारीमा फलेको आलुको पत्ता। अनि देशभरि छरिनु भएको मेरो दाजुभाइ तथा दिदीबहिनीहरूले एक लाइक कमेन्ट अवश्य गर्नु होला। यो छ लसुनको पत्ता। यो रहेको छ आफ्नै बारीमा फलेको मुलाको पत्ता। मेरो बारीमा थुप्रै खानेकुराहरू छ, सबैजना आउनु होला। हस् त।